Hello and namaste boy Janale. Let's make panipuri together. हेलो हामीले चाहिँ यहाँ पुदिना र धनिया चाहिँ लिइराखेका छौं अनि यहाँ चाहिँ पुरी पुराउँदै छौं पानीपुरीको लागि अनि उता बुनिकाले चाहिँ आलु बोइल गरिरहेको छ अहिले त्यसपछि अहिले चाहिँ हामी प्याज काट्न लागेको छौं यो चाहिँ पुरी देखाउनलाई भूमिकाले यस्तै गरी कि अनि हामीले चाहिँ अहिले चाहिँ इमलीलाई चाहिँ पानीमा एकैछिन भिजाएर राख्छौं अनि अहिले पानी बनाउँदै छौं त्यसमा नुन हाल्यो अनि पानीपुरीको मसला पनि हाल्यो अनि त्यसपछि त्यो पानीहरु चाहिँ बनाएर ठिक्क बनाएर राख्ने अनि हामीले चाहिँ प्याज काट्नतिर लाग्छौं हैन प्याज काटिसकेपछि चाहिँ आलुलाई सानो सानो पिसमा बनाएर काट्छौं ताकि अहिले मिच्नलाई चाहिँ सजिलो होस् भनेर अलि सजिलो हुन्छ भनेर सानो सानो पिस बनाएर काटेको आलुलाई चाहिँ अब चाहिँ अब भुइँगाल के भन्छ सुन्नु है डल्लो यो चाहिँ हामीले इमली चाहिँ भिजाएर राखेको थियौँ एकछिन अगाडि अनि अमिलो पानीमा चाहिँ कस्तो मिठो स्वाद आउँछ यसले त्यही भएर चाहिँ हामीले यसलाई भिजाएर अनि मिचेको फेरि एकैचोटि हाल्दाखेरि चाहिँ यसमा अलिअलि किरकिर आउँछ त्यही भएर बेसरी हाल्नु यो लास्टको भाग चाहिँ हामीले हाल्दैनौँ कि यो यहाँ चाहिँ यस्तो आउँछ यो चाहिँ फालिदिन्छौँ हामीले पानीपुरी मसला चाहिँ यसमा पनि हालिदिन्छौँ अलिअलि यसमा पनि टेस्ट आओस् भनेर यहाँ चाहिँ पुदिना र धनिया चाहिँ मिसाएर काट्दिएको छौँ अब यो चाहिँ उता आलुहरुसँग नि मिसाउने उता पानीमा नि मिसाउने अनि यो मिन्टले चाहिँ एकदम राम्रो टेस्ट दिन्छ त्यही भएर हामीले यहाँ मिन्ट पनि मिसाइदियौँ हाम्रो मामा चाउच है गाइस चाहिँ मामा चाउच छ अनि यो चाहिँ एकदम मिठो हुन्छ अरु चाउचहरु भन्दा पानीपुरी चटपटमा चाहिँ मामा चाउचले दामी टेस्ट दिन्छ यो चाहिँ हाम्रो स्पेशल पानीपुरी मसला हैन जिरा धनिया हालेर बनाएको एकदम सुकेको खुर्सानी तोरीमा हरियो खुर्सानी छैन त्यही भएर हामीले चाहिँ रातो खुर्सानीलाई नै यो चाहिँ एकदम गाई चाहिँ एकदम पिरो खान नसक्ने रहेछ नहाल्नु होला धेरै हाल्दैनौँ चाउचाउको नुन पनि अलिअलि आउँछ नि त त्यही भएर आलुको लागि र प्याजको लागि मात्र हाल्छौँ त्यसरी मल्नुपर्छ है गाईको मजाले नरमदेखिको बल्ल आयो त्यसरी हैन हामी दिदी चाहिँ बलिनी छन् मजाले मलिरहेछन् र यसमा चाहिँ बदामको कमी भयो कि तल पसलमा गएको बदामै हेर्नुहुन्छ अनि अब अन्त गएर ल्याउने जाँगर त्यति धेरै जाँगर पनि छैन तर खाना मन लाउने त्यही भएर बदाम बिना केराउ बिना नि हामीले चाहिँ पानीपुरी बनाउन लाग्यो हरियो खुर्सानी बिना अनि हरियो खुर्सानीको सट्टा चाहिँ रातो खुर्सानी हात धुन गएँ त्यो बेलामा चाहिँ म एउटा चाखिहाल्छु भनेर चाहिँ चाख्न लाग्यो है गाइस लुकेर एकदम एम्मी भयो अब चाहिँ हाम्रो यो रेडी भयो हैन गाइस ल गाइस हाम्रो अब चाहिँ रेडी भयो हैन अनि यहाँ चाहिँ हाम्रो पानी छ पानी चाहिँ हाम्रो भेजिटेरियन हो है गाइस सबै भेजिटेरियन हुन्छ बेस भएको छ हैन फर्स्ट टेस्ट है गाइस अब कस्तो हुन्छ म चाहिँ मुखभरि पानी लिएर पुरिरहेको है गाइस र यसले चाहिँ यहाँ टेस्ट गर्नलाई है ल चाहिँ मेरो पालो थियो अब अहिले चाहिँ यसको पालो छ हैन चाहिँ टेस्ट गर्दै छु के अनि टेस्ट गर्दै छु है गाइस कस्तो भयो अनेस्ट रिप्लाई दिन पर्यो हैन कस्तो भयो आजको लागि यति नै वी विल ब्याक सुन बाइ टेक केयर